थाहा पाउँछ होला भनेर मैले ढुङ्गाले खिचिदिएँ र त्यो आवेगको अवस्थामा 2वटा सिरिन्ज लाएर म त्यहीँ ढलेछु। बिहान उज्यालो नहुँदैखेरि होस आएछ। त्यो आइमाईको हात मेरो खुट्टामा रहेछ। त्यो खुट्टामा हात राखिसके पछाडि यो जिउँदै पो छ कि यसलाई त मार्नुपर्छ भनेर हात झड्कालेर उसलाई उता पन्छाए। आमा पाउनु मेरो निम्ति घरमा घरखेत सबै बेचिसकेपछि बेवारिसे हुनुभएछ। चिच्याए कराए आमा भने, तर आमा बितिसक्नु भएको रहेछ। बेहोस भएर होसमा आउँदा जेलमा रहेछु। सबैजनालाई नमस्कार। मेरो नाम जीत बहादुर। मृत्युलाई नै जितेर आमाले मेरो नाम चाहिँ जीत बहादुर राखिदिनु भएको रे। अनि छोरी मात्रै जन्माइराखेर म छोरो जन्मिसके पछाडि बुबाको मन पनि जित्या हुनाले गर्दाखेरि चाहिँ मेरो नाम जीत बहादुर राखिदिनु भएको रे। जब म जन्मे हुर्कँदै गए एउटा सिङ्गो परिवारले चाहिँ जित्नको लागि चाहिँ मेरो जन्मको रूपमा लिनुभएको थियो। म जन्मिसके पछाडि पालन पोषण गरेर हुर्किँदै गइसके पछाडि चाहिँ म जन्मेको खुसीको हर्षले बुबा आमाले, विशेष गरी बुवाले चाहिँ जाँड रक्सी नै खान छोडिदिनु भएछ। तर मैले चाहिँ लुकी चुरोट तान्न अनि जाँड खान सिकेँ। 10 कक्षा पास गरिसके पछाडि मलाई सहरमा राखेर क्याम्पस पढाउने कुरा भयो र 2टी दिदीहरू हुनुहुन्थ्यो। 2टी दिदीहरू घरको आर्थिक कारणले पढ्न सक्नु भएन र भाइलाई राम्रोसँग पढाउने भनेर म स्कुल पढ्न आउने बेलामा दिदीले पनि, जेठी दिदीले, भाइ राम्रोसँग पढेछ है, तैँले नै यो घरको सपना पुरा गर्नुपर्छ भन्नुभएको थियो। अनि कान्छी दिदीले त मेरो सट्टा पनि पढिँदै भन्नुभएको थियो। जब म सहर पढ्न थालेँ, किताब पढ्ने कर, मास्टरको डर भन्दा पनि गाजा तान्ने, सुरोट तान्ने, साथीहरूसँग हिँड्ने रहर भयो। गाउँको जेहेन्दार विद्यार्थी केटो हो भनेर स्कुलले महिना फी मिनाहा गरिदिनु भएको थियो। तर मैले चाहिँ विभिन्न बाहनामा महिनाको हजारौँ रुपियाँ घरबाट भए पनि ऋण गरेर भए पनि पठाउनुपर्छ भनेर पैसा माग्न लगाउँथे। अनि त्यही पैसाले साथीहरूसँग हिँड्ने खाने गर्थेँ। त्यसरी लतमा लाग्दै गइसके पछाडि आनन्द हुन्छ, केही तनाव हुँदैन, ड्रग्स लिनुपर्छ भनेर साथीहरूले लैलैमा लागे। जब सेवन गर्न थालियो, मन एकहोरो भइरहँदा पनि म अब 2 चोटि खाएर छोड्छु, अब 10वटा भन्दा सिरिन्ज लाउँदिनँ भनेर धेरैचोटि भाका राखेँ। त्यो पनि सकिएन। 11-12 कक्षामा पनि फेल भयो। घरमा बाबुआमाले बोलाए। घरमा जानै मन थिएन। घरमा गएको बुबा सुकेर ख्याउटे हुनुभएको रहेछ। बुबाले उल्टै मेरो शरीर दुब्लो देखेर, होइन त किन दुब्लाइछस्, समयमा खाँदैनस् कि क्या हो, पढाइको साह्रै चिन्ता होला यसलाई भनेर मलाई सुमसुम्याउनु भयो। तर मलाई बुबा तपाईँ चाहिँ किन यसरी सुक्नुभयो, बिरामी हुनुभयो भन्ने सोध्ने ख्याल पनि भएन। बुबाले निराशा नहो, घोडा चढ्ने मान्छे लड्छ, अनि त जीत बहादुर होस्,
तैँले जतिवटा हार खाए पनि तैँले जित्नुपर्छ, यो हाम्रो सपनालाई पुरा गर्नुपर्छ भन्नुभएको थियो। आमाले पनि धेरै सम्झाउन खोज्नुहुन्थ्यो, तर मलाई सरापेको जस्तो फिल हुन्थ्यो र मैले 50,000 त्यही दिन बेलुका मागेँ। दिदीहरूले बिहे गरेको ऋणको पैसा त बाँकी छ, यो 50,000 तिर्न कहाँबाट खोजेर ल्याउँ भन्दाखेरि मैले पैसा दिन नसक्ने भए किन जन्माउनु भनेको थिएँ। भोलिपल्ट बिहानै खोजेर ल्याइदिनु भयो त भनेर सोद्धाखेरि छैन भनिसके पछाडि म उठेर झर्किँदै हिँडेँ। बुबाले मेरो हात समाउनु भएको थियो, मैले बुवालाई पनि धकेल्दै बुवा उता थाममा ठोकिनु भएको थियो। अनि आमाले पोल्टोबाट तिलहरी र बुलाकी झिकेर राम्रो गर्नको लागि खर्च होला, लिएर जा बाबु, पढ, राम्रोसँग गर। अनि बुबाले पनि टाउकोमा अलिकति काटेको थियो, सुमसुम्याउँदै केही छैन, ठिक छ छोरा, राम्रोसँग पढ, पैसा पुगेन भने म खोजेर फेरि लिएरै आउँछु भन्नुहुन्थ्यो। आमाको गनगन, बाउको गनगन, त्यो अर्थी पनि सरापेको जस्तो फिल हुन्थ्यो। र कतिखेर बिहान होला भनेर म उठेर बजार झरेँ, किनकि मलाई 10 घन्टा समयमै एकचोटि लागु पदार्थ सेवन डोज लाएन भने म केही बोल्न सक्दिनँ थिएँ। त्यही भएर म होलिएर हिँडेँ पनि। र आमा बाउले बल्ल बल्ल छोरो आएको छ, 1-2 दिन बसेर जान भन्दै हुनुहुन्थ्यो, किनकि मलाई कहिले पुगु र कहिले लिउँ भन्नुभएको थियो। मैले घरमा धेरै कुराहरू ढाँटेँ। ढाँट्दा अब घरबाट पैसा नआउने भयो भन्ने छाँटकाँट देखे पछाडि त्यसको उपाय सजिलो लागु औषध ओसार पसार गर्न जस्तो लाग्यो। एउटा चेकिङ पोस्ट कटाउँदाखेरि राम्रै गड्डी हात पर्थ्यो, शरीरको दुःख पनि नपर्ने, बल पनि नपर्ने, डर भए पनि त्यति गरे पछाडि पैसा आउन थालिसके पछाडि धेरै पैसा नै पैसा भइसके पछाडि चाहिँ यो संसार जितेको जस्तो महसुस हुन्थ्यो। घरबाट अब यसरी पैसा कमाउनु परे पछाडि त्यो घरमुलाले पैसा नपठाउँदा नि के हुन्छ र जस्तो हुन थाल्यो। घरबाट फोनहरू तारन्तार आउँथ्यो, त्यो तारन्तार फोन आउँदाखेरि धेरै डिस्टर्ब हुन्थ्यो र अनि मनमनै यो बाबाआमा कहिले मर्दै लाएर आनन्द हुन्थ्यो, फोन पनि आउँदैन थियो भनेर ब्ल्याकलिस्टमा फोन राख्थेँ। कतैबाट सुने बुबा पनि बित्नु भएछ, दम र ग्यास्ट्रिकको रोगी हुनुहुन्थ्यो। बुबाले औषधिको गोली खाने पैसा औषधि नकिनेर मलाई पठाउनुहुन्थ्यो, म बोटी खान्थेँ। मलाई पठाएको लाख पैसा आखिरी घरबारे बेच्नु भएको कुरा पनि पछि थाहा पाएँ। कलेज लेभल पढ्दाखेरि एउटा केटीले असाध्यै माया गर्थे। मैले मायाको फाइदा उठाएर धेरै पैसा उसँग मागेँ, आफ्नो स्वार्थको लागि पुरा गरेँ। जब लागु औषधमा युवतीहरू पनि संलग्न भइसके पछाडि यो रासलीला गर्नको लागि मलाई त्यो चोखो मायाको परिभाषा पनि थाहा भएन। र एक दिन साथीहरूसँग बसेर हामी यो सामान कता पुर्याउने, कसरी बाटो छलेर लाने भनेर कुरा गर्दै थियौँ। कुरा गर्दैखेरि मलाई माया गर्ने केटी आई, धेरै रोइ कराई गर्न थाली र साथीहरूले अब यसले थाहा दिन्छ, अर्थ कुरो जान्दैनौँ भने मैले हुटुटिएर म कहाँ छु त खोज्दै हिँडेँ, तेरो आँखा भनेर दुईटै आँखा फुटाइदिएँ। पछि आत्महत्या गरिछे। बाउ त मर्दा त चिन्ता भएन, जाबो केटी भन्ने थियो, तर एउटा डर चाहिँ आत्महत्या गर्दा मेरो नाम लेखी कि क्या हो भन्ने डर थियो। तर सुसाइड नोटमा लेखी छ, लागु औषध नगराउँ भन्ने लेखेर आत्महत्या गरिछ। अनि खास कारण चाहिँ म नै थिएँ। म नसाको कारणले यति
गम्भीर स्थितिमा पुगिसकेकी थिएँ। मलाई कसैको वास्ता थिएन। मात्र अर्को जिल्लामा कसरी पुग्ने, क्याम्पसका केटाकेटीहरूको छेउमा बस्ने कलेजको गेटमा अनि उनीहरूको अनुहार हेर्ने, अनि चिन्थ्यौँ हामी अनुहार हेरेर यसले चाहिँ सेवन गर्छ भनेर। अनि सहरका घरेनिया छोराछोरीहरू जो इच्छुक हुन्थे उनीहरूलाई हामी सम्पर्क गर्थ्यौँ र मैले झन्डै 3टा जिल्लामा 100भन्दा बढी युवा युवतीहरूलाई प्रत्यक्ष आफ्नो कारोबारको रूपमा राखेको थिएँ। चिन्ता त्यही थियो, मात्र ओसार पसार अनि डर भनेको घरको परिवारको आफन्त कसैको लाग्दैन थियो। मात्र पुलिसको मात्रै डर हुन्थ्यो, समाउने हो कि भन्ने डर मात्रै हुन्थ्यो। एक दिन रातको समय पुलिसले लखेट्यो हामीलाई र हामी भाग्दै जाँदाखेरि म एउटा पुलको मुनि लुक्न पुगेँ। त्यहाँ एउटा बौला आइमाई कराउँदै रहेछिन्, उसको बस्ने ठाउँ सायद भएर होला। मलाई पनि के छोरा हो कि के भन्दै कराउँदै थिए। अनि म जस्तै छोरो पऱ्यो कि या मेरो आमा जस्तै किचकिच पऱ्यो होला भनेर म एकछिन सहेको थिएँ। त्यो धेरै चिच्याउन लागेपछि यसले थाहा पाउँछ होला भनेर मैले ढुङ्गाले खिचिदिएँ र त्यो आवेगको अवस्थामा 2वटा सिरिन्ज लाएर म त्यहीँ ढलेछु। बिहान उज्यालो नहुँदैखेरि होस आएछ। त्यो आइमाईको हात मेरो खुट्टामा रहेछ। त्यो खुट्टामा हात राखेपछि पछाडि यो जिउँदै पो छ कि यसलाई त मार्नुपर्छ भनेर हात झड्कालेर उसलाई उता पन्छाए। आमा पाउनु मेरो निम्ति घरमा घरखेत सबै बेचिसकेपछि बेवारी सेउनु भएछ। चिच्याए कराए आमा भने, तर आमा बितिसक्नु भएको रहेछ। बेहोस भएर होसमा आउँदा जेलमा रहेछु। नसा लिएर जेलमा जिउन छटपिट धेरै गाह्रो भयो। मलाई सुधार केन्द्र लगायत विभिन्न ठाउँहरूमा पनि लगियो। झन्डै त्यति लामो बसाइ भइसके पछाडि म जेलमा रहँदा पनि केटाहरू लागु औषध बोकेर कारागारमा आउँथे, कैदी जीवन हुन्थ्यो र उहाँहरू 1-2 दिन पर्थे। त्यस पछाडि मेरो मान्छे छ भन्थे, छुटिहाल्थे। फेरि 6 महिना वर्ष दिनपछि हत्याको आरोपमा ती साथीहरू फेरि जेलमै पर्थे र जेल जीवनमा झन्डै मैले 20 वर्षभन्दा पनि बढी बिताएँ। पश्चाताप धेरै नै भयो। एक दिन एउटा दिदी जेलमा भेट्न आई। अनुहार डढेको थियो। भाइ मात्रै भनी मैले छेउको अरूलाई बिचरा भाइ होला, मेरो पनि दिदीहरू हुनुहुन्थ्यो होला भन्ने सम्झेँ। तर त्यो अनुहार डढेको मेरो आफ्नै दिदी हुनुहुँदो रहेछ। बिचरा दिदीलाई घरासी विवादमा भिनाजुहरूले यो आमा नै मार्ने हत्याराको सन्तान, हत्याराको दिदी नपरो भनेर तातो तेल खनाइदिनु भएको रहेछ। मेरो कारण परिवार सकियो। आफन्तजन मेरो कारणले सम्बन्धमा तगारो बन्यो। मेरो कारण अहिले मेरो गाउँको नाम आमा मार्ने अपराधीको गाउँ भनेर चिनिन्छ अरे। मैले मेरो परिवार मात्र होइन, समुदाय र मेरै कारणले गर्दा मैले नै धेरै युवा युवतीहरूको सिङ्गो भविष्य ध्वस्त गराएँ। जेलमा परेर राम्रै भएको महसुस गरेँ। यदि म जेल नपरेको भए आजको दिनसम्म लाखौँ युवा युवतीहरूको भविष्य बर्बाद भइसकेको हुन्थ्यो। म बिन्ती गर्छु, यो लागु औषधको सङ्ख्या बढ्नुमा मलाई पश्चातापसहित लागेको कुरा कारण यो पनि हुनसक्छ, मनन गरिदिनु होला।
साथीको लैलैमा लागेको बेला परिवारबाट निगरानी भएन, जसकारण चुरोट खान गाजा तान्नलाई सहज भयो। दुर्व्यसनमा लागेको थाहा पाएर पनि समाजले किन छुचो हुनु भनेर सम्झाउने बुझाउने गरिएन, जसले प्रयोग गर्नेलाई प्रोत्साहन भयो। छोटो समयमा नै ओसार पर्दाखेरि राम्रै मनज्ञ आम्दानी हुँदो रहेछ भन्ने हिसाबले लाग्दाखेरि यो ओसार पसारमा धेरै मान्छेको सङ्ख्या बढ्यो र ओसार पसार गर्ने छरछिमेकको आफ्नो मान्छे हुँदै पनि समाजका सबै व्यक्तित्वहरूले जानी पहिचान हुँदा पनि पुलिसले समाइहाल्छ, हामीलाई के को टन भनेर पन्छे, जसको कारण हामीलाई पुरुषको मात्रै डर भयो र अनि यो सेवन गर्न र यसको सङ्ख्या बढाउनको लागि धेरै राहत पनि मिल्यो। र यो फलानुको छोरो त हो नि, के त्यसकै परिवारलाई त मतलब छैन भने हामीलाई किन भनेर अरू समुदायले अलिकति निगरानी, अलिकति सम्झाउने र अलिकति कोसिस गर्नको लागि अलिक बढी सबैको ठाउँबाट सहयोग गर्न सकिएन। म बिन्ती के गर्छु भने यो आफैले भोगेको हुनाले गर्दाखेरि यो जब खाइसके पछाडि यसलाई कानुनअनुसार कारबाही गरेर नियन्त्रण गर्छु भन्दा पनि यो नसा जब लागिसके पछाडि शरीरदेखि लिएर मन सबै बन्द गराउँछ। म नसा पिइसके पछाडि फु गर्दा पनि ढल्ने काम नै भएको थिएँ। यो जेल जीवनको कालखण्डमा अलिकति भात लागेर मोटाएको छु र मैले अब केही दिन पछाडि छुट्दैछु म जेलबाट। 7 जुनसम्म पनि मैले गरेको पाप पटिँदैन नै, मरौँ जस्तो पनि लाग्छ। तर मलाई मनदेखि के छ भने यो देशैभरि अब बाँकी जीवन घुम्न मन छ, आफूले भोगेका कुरा सबै विद्यार्थी स्कुल सबैलाई सुनाउन मन छ। सबैलाई यो नसा दशा हो, यो नसामा सकभर टाढै हुनको लागि सबैजनालाई अनुरोध गर्छु। म जस्तै जिन्दगी तपाईँहरूको छोरा, तपाईँहरूको छिमेकी, तपाईँको आफन्त र हाम्रो यो देशको नागरिक कसैले भोग्नु नपरोस्।